त्यो इन्टिजर चाहिँ के हुनु पर्यो अरे 1 लेस देन भनेपछि 1 भन्दा के हुनु पर्यो अब सिम्पलमा लेस देन इक्वल्स टु भनेपछि 1 भन्दा तल सानो हुनु भएन 0 हुनु भएन हो 0 हुनु भएन अब त्यस्तै गरेर लेस देन इक्वल्स टु रोल मानौं सपोज अब यहाँ रोलले राखिराखे है अब यो गरिसकेपछि के छ हाम्रो ग्रेटर देन इक्वल्स टु लेन डाटा भनेको छ है लेन मतलब लेन्थ है लेन्थ भयो है डाटाको चाहिँ लेन्थ हाम्रो अहिले डाटाको लेन्थ कति छ 1 2 3 हो डाटा फेरि यो डाटाको ठाउँमा अरु कुनै पनि भेरिएबल नेम दिन सक्छौं है जस्तै यो चाहिँ डाटा एरे भयो किन यहाँ मैले डाटा भनेर बनाएको छु त्यसैले हो अब यो के छ अहिले करेन्टली चाहिँ हाम्रो यो 3 भन्दा माथि हुनु भएन रोल चाहिँ है अब लेस देन इक्वल्स टु यहाँ 3 लेख्न नै पायो डाटा लेन्थ भएको भएन हो अब हाम्रो चाहिँ बाउन्ड्री चाहिँ किन चाहिँ यहाँ फ्रम 1 to 3 राखेको रहेछ यो कन्डिसनमै देखाइरहेको छ 1 हुन पायो हो 2 हुन पायो र 3 पनि हुन पायो हो लेस देन इक्वल्स टु 3 त्यसरी चाहिँ हाम्रो 1 to 3 यो बाउन्ड्री राखेको छौं हो यसरी चाहिँ हामीले इफ कन्डिसनले डिटरमाइन गरिरहेको छ है त अब यो कन्डिसन फुलफिल भयो भने के हुन्छ यो कन्डिसन फुलफिल भयो भने हाम्रो प्रिन्ट गर्छ के चाहिँ प्रिन्ट गर्छ नेम र यहाँ प्लस डाटा रोल -1 गरेको छ हो म यसलाई चाहिँ क्लियर गर्छु अब यहाँ के छ नेम प्लस डाटा रोल -1 अब नेम चाहिँ हाम्रो नर्मल स्ट्रिङ लेखिहाल्यो हो त्यो प्लस के छ प्लस गरेर कन्क्याटनेट गर्यो हामीले जोड्यो त्योसँग के चाहिँ डाटा रोल अब अघि भने सेम डाटा यो एउटै हो है र यो डाटा कुन हो सेम दिस वान हो अब यो डाटामा के भनिरहेको छ रोल -1 अरे हो अब म यहाँ लेख्छु डाटा एरे हो है एरे त्यही भएर बिग ब्र्याकेटमा छ रोल -1 छ अब यसमा हेरौँ त डाटामा के छ हामीसँग राम स्याम सीता र एज कम्प्युटरले बुझ्ने या फिर हाम्रो कम्प्युटर टर्म्समा चाहिँ हाम्रो काउन्टिङ कसरी सुरु हुन्छ 0 1 र 2 हो र अघि हामीले कन्डिसन हेरिहाल्यौं हाम्रो तर के छ 1 2 3 मात्र लिइराख्छौं अब यसले चाहिँ कसरी 0 1 2 ल्याउँछ त हो त्यो कन्डिसन चाहिँ यसले फुलफिल गर्छ है अब यहाँ हेरौँ त डाटा यहाँ आयो मानौं रोल नम्बर रोल चाहिँ हाम्रो इनपुट चाहिँ 1 भएको छ ल 1 भएको छ भने के आउला त